चिया चाहिँ रेडी भइसक्यो। धेरै दिनको पछि बारीलाई टाइम दिनु पाएको पाइन्ट ल्याइदिएको छु साथीभाइहरू। यो चाहिँ मेरो फेसबुक पेमेन्टले ल्याइदिएको हो। आज भयो के खानु, बिहान भयो के खानु। सिक्टोन अनि यहाँ चाहिँ ससला चाहिँ साग, चाइनिज साग, यहाँ चाहिँ दही छ। यो अर्ग्यानिक दही आफैले बनाएको। हेलो एभ्रिवान, गुड मर्निङ एन्ड हजुरहरूलाई स्वागत छ मेरो च्यानलमा। हो आज चाहिँ भर्खर उठेकोमा अब बुढा छुट्टीमा भएपछि त अब अलिकति सुत्नु त पर्यो साथीहरू। अरू बेलाको निन्द्रा त पुरा गर्नु पर्यो होइन। अनि बुढा चाहिँ बिहानै उठेर गेम खेलेर आएर पनि छोराको खाना पकाइदिइसक्नु भयो। अनि हाम्रो लागि नास्ता पनि पकाएर पनि मेरो लागि पानी पनि रेडी राखिदिनु भएको छ। अब चाहिँ म खान्छु साथीहरू, पानी पिउँछु अनि नास्ता खाएर म चाहिँ यसो बारीतिर जान्छु आज चाहिँ। अनि हेर्दै गर्नु होला साथीहरू भिडियो अन्तिमसम्म है त नि भाइ। गिलास दिनुहोस् त, एउटा गिलास मैले खाएको देखेर गिलास चाहियो रे। अब यही वाला गिलास छ नि, खै यो वाला गिलास लाउनुहोस् बेबी। लाउनुहोस्, यस्तो गरेर खानुहोस्। जे खायो त्यही, जे समायो त्यही चाहिन्छ बच्चालाई, के गर्नु। आज चाहिँ म अरू बेला कस्तो ह्याङ हुन्थ्यो, सुत्न नपाएर पो रहेछ हौ। आज त कस्तो फ्रेस भइरहेको छु त बिहान बिहान। बुढाले काम सकेर पनि होला साथीभाइहरू, लु हेर्दै गर्नु होला साथीहरू। म चाहिँ आरूमा पानी भर्न जाँदैछु। उधर आरू, हमारा क्वार्टर उधर है साथीहरू। हेर्नु न मेरो बारीको हालत चाहिँ आजभोलि यहाँ टाइम दिनु नपाएर यस्तो भएको छ कि चाइनिज सागहरू यत्रो ठुल्ठुलो भएको छ। अन्त यतातिर देख्न सक्नुहुन्छ। अब चाहिँ यसलाई आज स्वाट पार्छु म चाहिँ, यसलाई साफसफाइ गर्छु। अनि यहाँ छन् आयान्स बेटा, के छ बेबी, ठिक छ? आऊ बेबी आऊ, यहाँ आइगयो पुन्टुलु। आऊ, कहाँ डुल्नु गएको थियौ तिमी? ओए चोट लाग्यो के? आऊ निखो हुन्छ। आऊ उठाऊ त। कहाँ खेल्नु गएको थियौ तिमी? दुईवटा साथी भेट भयो। यिनीहरू फेरि बेस्ट फ्रेन्ड हो न। आमामा पुरा खेल्छन् हो। कुन चाहिँ बारा हो? मलाई थाहा पाइन त। त्यो थाहा पाइनौ तिमीले? त्यो ब्ल्याक कलरको टी-शर्ट लगाएको थियो। आमामा कलर पनि याद गरेको तिमीले, खत्रै हो भाइ त। चस्मा पनि लगाएको थियो। कुन चाहिँ बारा त? त्यो त लगाएको ब्ल्याक टी, व्हाइट टी। साथीभाइहरू यहाँ चाहिँ हामीले दिदी बहिनी मिलेर यहाँ चिया बनाउँदैछौँ। यहाँ छन् हाम्रो सुषमा बहिनी। हेलो बहिनी। अनि यहाँ बहिनी र म चाहिँ बहिनीले बनाएको है, म चाहिँ अलिअलि हेल्प मात्रै गरेको। अनि बहिनीले चाहिँ यहाँ चिया बनाइदिँदैछन्। अनि कसको लागि भनेपछि यहाँ चाहिँ यामीजीको यता अर्को पल्टनको यता के भन्छ अरे वर्किङमा आउनु भएको रहेछ दाजुभाइहरू। अनि चिया बनाइदिनु न भनेर भन्नुभएको थियो, त्यसको लागि हामीले चाहिँ चिया बनाइदिँदैछौँ। 8-6जनाको लागि मात्रै गरिदिनु भने त्यति गरिदिन्छु अब त मेरो बारीको काम थुप्रै छ। अनि त्यही पनि मैले नाइ भन्नु नसकेर अब बिचरा होइन, त्यहाँहरूलाई अब रिक्वेस्ट गरेपछि त बनाउनु पऱ्यो नि त। त्यही भएर सो मैले चाहिँ अब यति हेल्प गरिदिन्छु भनेर 6जनाको लागि चिया बनाइदिनु भन्नुभएको थिएँ। तिनीहरूको लागि मात्रै चिया बनाइदिँदैछु। तर कतिजनालाई त्यो मलाई थाहा छैन, 6जनाको लागि भनेर भन्नुभएको थियो। त्यही बनाइदिँदैछु। हामीले चाहिँ यहाँ चाहिँ गिलास रेडी गर्दैछन् बहिनीले। अब चाहिँ हामी लगेर जान्छौँ है त। मेरो चिया चाहिँ रेडी भइसक्यो। अब म चाहिँ लगिदिन्छु है त। धेरै दिनको पछि बारीलाई टाइम दिनु पाएको होइन। अस्तिखेर चाहिँ ओइल फेयर भयो अनि राइजिङ डे भयो, त्यतिखेर मैले बारीलाई टाइम दिनु पाएको थिइनँ। अब
उस मात्रै भएको भए त केही थिएन, पार्टिसिपेट गर्दा चाहिँ अब हो त्यसकै तयारी गर्नु ठिक्क थियो। त्यही भएर यतातिर चाहिँ काम गर्नु भएको थिएन नि त। अब चाहिँ मेरो बुढा पनि छुट्टीमा हुनुहुन्छ, त्यही भएर चाहिँ अब आसान हुन्छ, बुढाले पनि छोरा हेरिदिइहाल्नुहुन्छ। सो अब चाहिँ काम गर्नु सजिलो हुने भयो मलाई। मौका छोपेर म चाहिँ आज यहाँ बारी गर्नु आएको। म चाहिँ यो सानो सानो क्यारी छ नि त, यो एउटै बनाइदिन्छु, सजिलो हुन्छ नि त भनेर। उखाल्यो बाबु। My son. बाबु बाबु नगरौँ, गर्मीले मार्यो हो, यत्तिको बनाएको छु। अब चाहिँ यतातिर चाहिँ यस्तो छ, अझै बनाउनु बाँकी छ, आधी चाहिँ अझै। गर्मी भयो, यस्तो घाम लागिरहेछ। हेर्नु न साथीहरू, पुरा गर्मी भयो, कस्तो पुरै काली भएको छ झन् घाममा दौडेर। म चाहिँ अब फ्रेस हुन गएँ, पापा छोरा उता मुस्कान भाइको घरमा जानुभएको छ, अझै आउनु भएन। म चाहिँ फ्रेस भएर अब खाना पकाउँछु। 11:30 बज्न आँटिसक्यो। रेस्ट गर्नु पऱ्यो नि त फेरि एकछिनमा, त्यही भएर। साथीहरू खाना पाकिसक्यो। यहाँ चाहिँ घिउ कहाँनिर राखेको थियो हौ। म चाहिँ राइनलाई खाना खिलाइदिन्छु। राइनको पापाको चाहिँ अझै मासु पाक्नै बाँकी छ। मेरो चाहिँ पनिर हिजोकै थियो, राइनलाई दिनु कि भनेको। भयो छोडिदिनु न त। लौ बेबी, माम खाने अनि निनी गर्ने हो। लौ लौनिस् बेबी, हेर्न रिसले खाना मान्दैन नि त यिनी। बेबीले खानु होला भनेर झन् मम्मा खाना बसेछ। लौनुस् अम्मा, चिप्लो चिप्लो छ क्या, भिन्डीको तरकारी हो आज। आलु दियो सानो तातो पर्ला। खोकेर दिनु त गाह्रो छ हौ, गाह्रो बच्चासँग। बेबीले निनी मानिहाल्ला नि। खसु सबै हाल्नु अब माम खानु मागिरहेको छ। ल ल अहिले नदिनु त एकैछिन। माम खाने कि बेबी? सक्यो र यिनको मुखको पट्काउला नि घाँटीमा फेरि। हामी चाहिँ खाना खाइसक्यौँ आमा छोराले चाहिँ, अनि नुहाएर पनि खाना खाएको हामी चाहिँ। अन्त छोरालाई पनि सुताइदियो खुवाएर। बुढा चाहिँ मासुवाला पर्नु भयो नि त, त्यही भएर आफै बनाउँछु भन्नुभएको छ। अन्त उयो पाकिन मासु यस्तो बनाउँदै हुनुहुन्छ यहाँ। खाना पकाउँदै गर्दै हुनुहुन्छ यहाँ चाहिँ। हाम्रो खाएर पनि यहाँ के भइसक्यो, भोक लाग्न लागिसक्यो। अरू पनि त जस्तो के भने मैले गरिदिन्छु साथीहरू। अब छुट्टीमा हुनुहुन्छ नि त बुढा, त्यही भएर चाहिँ बुढाले फेरि मेरो काम पनि थियो नि त, छोरालाई सुताउने रुटी गर्ने, अनि त्यही भएर आफै बनाउँछु भनिराख्नु भएको छ। अनि यतिको ज्ञान चाहिँ हुनु पर्यो छुट्टी हुँदाखेरि चाहिँ। यहाँ बनाउँदै हुनुहुन्छ बुढाले। ल बनाएर खानु ल। अब कतिको हुन्छ के गर्नु न, विचार गर्नु। लेग पिसहरू दिएर बनाउनु भएको छ, त्यस्तो खानु मन छ अरे उहाँ राजालाई।
मजाले ग्रेभी बनाउँछु साँझ 2 वटा खान्छु अहिले 2 वटा ल ल साँझ काम पनि अहिले भ्याइदिने ल ल ल गर्नु ल आउँछ के गर्नु साथीहरू त्यही हो कति बजे 2 साढे 2 हुन लागिसक्यो कतिखेर खानुहुन्छ तपाईँले खान्छु अब खाएला ओके छ त मिठो भएको छ मासु खाने मान्ने मान्छे मेहनतको फल मिठो हुन्छ नि बुबी यहाँ चाहिँ के छ यहाँ चाहिँ हेर न चिकन अनि यहाँ चाहिँ सलाद चाहिँ साग दानी साग यहाँ चाहिँ दही छ यो अर्ग्यानिक दही आफैले बनाएको अनि यस्तो खाने मान्छेले थोरै न साग खान्छ साथीभाइहरू मैले चाहिँ भिन्डी र आलुको ग्रेभी बनाएर खाएको छोरालाई पनि त्यही दिएको उहाँको खाना मन यस्तो रहेछ के थाहा साथीहरू हामी चाहिँ बाहिर बजार जान लागेको यहाँ बहिनीसँग बहिनी हेलो कस्तो ठ्याक्क ऊ यहाँ अर्णव हेलो हेलो आइफोन 17 प्रो मैक्स को त अब लुक चाहिँ अर्कै हो नराम्रै मान्छेहरू पनि राम्रै देख्छ हो होइन हो हामी जस्तो छन् त्यस्तै देखाउँछ यसले झन् ओरिजिनल तर अनि हामी चाहिँ अब यहाँ बहिनीको चाहिँ 13 हो तर 14 अनि कस्तो राम्रो कभर हाल्नु भएको छ कि यहाँको कभरमा चाहिँ एकदम आँखा गएको छ एक स्टेप घटाइदिने अनि के भन्छ पर्पल कलरको छ नि त यहाँ बहिनीको चाहिँ फोन कस्तो राम्रो लागेको छ कि मलाई चाहिँ यो अन्त हामी चाहिँ अनि अब हामी चाहिँ जान्छौँ यहाँदेखि अब के लिन्छौँ थाहा छैन पत्रिपारी यत्तिकै जानु लागेको छौँ बाहिरतिर ल हेर्दै गर्नु होला साथीहरू हामीहरू चाहिँ यहाँ सपमा छौँ साथीभाइहरू अनि यहाँ युट्युबको अनि इन्स्टाको कुरा हुँदैछ हामी चाहिँ बहिनी युट्युबको इन्स्टाको कुरा हुँदैछ है हाम्रो भैया हेलो हेलो बोलो हेलो हाम्रो सबका भैया है अन्त पिंक रिबन व्हाइट रिबन यहाँ चाहिँ यहाँ सब पाइन्छ हो हामी चाहिँ यहाँ लिनु आएको बहिनीले चाहिँ ऊ यहाँ यस्तो एम्ब्रोइड्रीवाला धागो लिनु लगाएको म चाहिँ के भन्छ अरे फ्लावर बनाउने भन्दा पनि त्यो के हो त्यो रिबन फ्लावर बनाउनको लागि चाहिँ आएको म चाहिँ लग्ने भनेको अब कतिखेर आउँछ ऊ यहाँ आइसक्यो हेर्नु त बहिनी ए यो हो त्यो पिङ्क कलरको चाहिँ ठुलो रहेछ बडा चाहिए साइज बड़ा साइज कलर क्या पिंक और व्हाइट एंड पिंक साथीभाइहरू म चाहिँ यो रिबन लग्नु लागेको कि यो के भन्छ अरे रिबन फ्लावर बनाउनको लागि अब बुढा छुट्टी बसेको बेलामा यसो बनाइदिउँ कि भनेको हामीहरू चाहिँ बल्ल आइसक्यौँ अन्त हामी चाहिँ अगाडि 4 बजी गएको मान्छे होइन 7 बजिसक्यो 7 बजी मात्रै आइपुग्यौँ यति टोल्यौँ होइन हामीहरू चाहिँ धागो पसलमै टाइम लाग्यो नि त धेरै 1 घन्टाभन्दा बेसी त्यही लागिसक्यो अन्त हामी चाहिँ भर्खर आउँदैछौँ मैले मेरो छोराको लागि चाहिँ यहाँ प्यान्ट ल्याइदिएको छु साथीभाइहरू यो चाहिँ मेरो फेसबुक पेमेन्टले ल्याइदिएको हो कपडाभरि चाहिँ सबै फेसबुक पेमेन्टले लिएको अन्त छोराको लागि त्यो भयो एउटा अन्त एउटा चाहिँ यस्तो टी सर्ट लिएको मेरो लागि अनि त्यहाँदेखि एउटा चाहिँ यो टी सर्ट लिएको यो पनि मेरै लागि लिएको हो यो अन्त यो लिएको छु साथीभाइहरू यो पनि मेरै लागि लिएको यो चाहिँ पर्निसा बहिनीले चुज गर्नुभयो कस्तो राम्रो लागेर लिएको हो बहिनीले चुज गर्नु हल्ला गरेको हेर्न अनि राइनको लागि चाहिँ यो सानो हाफ प्यान्टहरू 4 वटा ल्याइदिएको छु अनि
त्यहाँदेखि अनि 2वटा वाइप्स लिएँ अनि मेरो बेबीको लागि चाहिँ यो 2वटा कपाल बाँध्ने रोबोटहरू ल्याइदिएँ यो 2वटा मेरै छोराको लागि अनि मैले चाहिँ यो 2वटा इयरिङहरू लिएँ त्यसपछि बाई 1 गेट 1 थियो कि साथीभाइहरू यो चाहिँ अन्त त्यही भएर हामी चाहिँ यहीमै तोड्यौँ कि त्यहाँ गएर बहिनी र म चाहिँ अनि यो पनि बाई 1 गेट 1 हो 2वटा नेल पोलिस लिएछु हो अन्त यो चाहिँ एउटा लिप लाइनर लिएको छु अनि यति हो यो अहिले जो देखाएको छु यति चाहिँ मेरो फेसबुक पेमेन्टले लिएको अनि त्यहाँदेखिको बाँकी चाहिँ मेरो बुढाको पैसाले लिएको हेर्नु न मैले चाहिँ के लिएछु भनेपछि एउटा चाहिँ यो लिएको छु यो चाहिँ मैले के भन्छ अरे रिबन फ्लावर बनाउनलाई लिएको यो पनि त्यसमै चाहिने हो अनि यो पनि त्यसमै चाहिने यो चाहिँ 2वटा लिएको छु कि अन्त यो रिबन चाहिँ महँगो रहेछ हौ यो त यो रिबन चाहिँ यो एउटा पर्पल कलरको व्हाइट कलरको अनि यो चाहिँ पिङ्क कलरको लिएको अनि अन्त यो चाहिँ ग्रीन कलरको उलन यो धागा लिएको कि धागा लिएको अनि यो चाहिँ ब्ल्याक कलर यो चाहिँ रेड कलर अनि यो चाहिँ के भन्छ अरे व्हाइट कलरको लिएको यो चाहिँ किन लिएको भनेपछि साथीभाइहरू मैले चाहिँ लाछा डोरी बनाउनलाई लिएको लाछा डोरी चाहिँ छैन नि त हामीहरू यहाँ प्रोग्राममा जाँदाखेरि मागेरै लगाउनु पर्छ हो दिदी बहिनीहरूको अन्त त्यही भएर कति मागेर लगाउनु बरु त्योभन्दा त आफै बनाइहाल्छु नि त मलाई आउँछ नि त बनाउन पहिला पनि धेरै बनाएको कि त्यही भएर आफै बनाउँछु नि त बरु कति माग्नु भनेर लिएको यो धागाहरू चाहिँ अनि यो पनि लाछा डोरीमै चाहिने हो अनि यो पनि अगाडिको एउटा भइहाल्यो अनि यो चाहिँ लाछा डोरी बनाउँदाखेरि चाहिँ यो चाहिन्छ कि साथीभाइहरू मोतीहरू चाहिन्छ यो मोती अनि यो लिएको मैले चाहिँ यो लिएको चाहिँ यति हो साथीभाइहरू अनि यो चाहिँ आधी केजी स्याउमा 3वटा चढ्यो यो चाहिँ राइनको लागि स्याउ ल्याइदिएको यो चाहिँ मेरो बुढाको पैसाले लिएको साथीभाइहरू सपिङ चाहिँ दरो सपिङ गर्यो आज चाहिँ हामीहरू चाहिँ अझ के लिनु थियो खानेकुराहरू पनि यस्तो ढिला भयो हो अन्त त्यो पत्रिपारी यस्तो त्यो ट्रेन आउँछ कि साथीभाइहरू ट्रेन आउँछ अन्त ट्रेनमा चाहिँ अहिले ट्रेन आयो भने हामी त्यही अड्डी हुन्छ अनि त्यहाँ फेरि त्यो पत्रीमा चाहिँ कस्तो अलि डर हुन्छ नि त मान्छेहरूको कस्तो कस्तो मान्छेहरू हुन्छ कस्तो डर लाग्यो मलाई त झन् एउटा मान्छेहरू त्यो रक्सी खाएको मान्छेहरू 2जना रहेछ यस्तरी हेरेर आँखा तरेर यस्तै हेरेर कस्तरी हाँसेको कि मलाई त्यस्तो आङ झुम्म भएर यस्तो धुकिन आएको जस्तो गरेको अब के गर्नु है त्यस्तो ठाउँमा यस्तो डरले हामीले छिटो आएर बल्ल हाम्रो गेटमा पुगिसकेपछि आर्मीको गेटमा भित्र इन भएपछि बल्ल ढुक्क भएर आरामसे आयौँ हामीहरू चाहिँ अन्त ढिला भयो नि त हामीहरू चाहिँ यस्तो अनि हामीहरू चाहिँ साह्रै ढिला गऱ्यौँ आयौँ साथीभाइहरू यो टिने सामान चाहिँ अब चाहिँ मेरो छोराको लागि खाना पकाइदिँदै हुनुहुन्छ बुढाले अन्त हाम्रो छोराको लागि अनि अब खाना चाहिँ फेरि म पकाउँछु के पकाउने थाहा छैन के खानु साथीभाइ साँझ भयो के खानु बिहान भयो के खानु हत्तु छ हामीहरू 1 घन्टामा आउँछौँ भनेर गएको मान्छे यत्रो टाइम लगाएर आएको कि बल्ल बल्ल मैले चाहिँ रोटीहरू पकाएर सकेँ होइन यस्तो पसिना आयो कि कुरै छोड्दैन रोटी खान मन लाग्थ्यो नि त रोटी पकाएको अन्त अब चाहिँ हामी खाना सुरु गर्छौँ है त तरकारी बनाएको छु कि अन्त यो चाहिँ बिहानको छ अनि यहाँ चाहिँ दही छ यहाँ बुढाको यो छ अनि यहाँ चाहिँ रोटी बनाएको हजुर आन्टी आन्टी भनेर हत्तु लाग्छ भाइले खान्छु है कस्तो हुने रहेछ के कस्तो भएको रहेछ यस्तो बनाएको मोबाइल खसाल्ला के अरे रोटी ल्याउ न दही चाहिँ यस्तो दामी भएको कि